साथीहरू अहिले चाहिँ हामी भक्तपुर दरबार स्क्वायरको पाँचतले मन्दिरमा आइरहेको छौँ है। यो चाहिँ यस्तो छ, बाबाले छ होइन, सबले हेरिदिनु होला। यो चाहिँ पाँचतले मन्दिर हो। यहाँ चाहिँ खत्रै मेला लाग्छ पछि बेला बेला। अनि यही चाहिँ यहाँ पछाडि हाम्रो छ होइन, एकदम बब्बाल छ गाइस, बब्बाल है। यहाँ चाहिँ यस्तो छ है, यहाँनिर चाहिँ यो सबै क्याफे हो, क्याफे एरियाहरू है, क्याफे एरिया रेस्टुरेन्टहरू छ। यस्तै छ है। माथिको चाहिँ पाँचतले भनेर है, दामी छ ल। यहाँको काष्ठकला एकदम बाबाले छ है त, लु दामी छ ल है। अनि अब हामी चाहिँ यो यहाँ पैसा जाँदैछौँ अगाडि अब दरबारतिर। यहाँ कल्चरल ड्रेसहरू पनि छ यहाँ सबै। यस्तो छ साथीहरू है, एकदम राम्रो छ। यहाँ चाहिँ यस्तो क्याफेहरू छ एकदम यहाँको है त। यो भ्यू बाबाले छ साथीहरू है त। यस्तो छ क्या, यो चढ्ने सिडीहरू पनि यस्तो छ ल। यहाँनिरबाट चाहिँ झन् बाबाले देखिन्छ क्या, ट्याक्कसितले होइन। ल है साथीहरू, ल अब हामी जान्छौँ अगाडि। ल यो चाहिँ मेरो पुकुर पुकुर छोरी हो, क्यान्यु ठिक छ नि, ल्याएर लिएर आऊ नि त। म अगाडि चलेँ, अब हामी जाँदैछौँ अगाडि। अब हामी निक्लिँदैछौँ है त। यस्तो छ ल, यहाँनिर हामी जाँदैछौँ अब तीव्र गतिमा। यस्तो छ ल है त। हामी लखर लखर हिँड्दैछौँ। यहाँ खुकुरीहरू बबाल बबाल छ। यस्तो यो मन्दिरको ब्याग पछाडिबाट चाहिँ यस्तो छ ल है। यहाँ यसरी यहाँ कपडाहरू बेचेर राखेको छ बाटैभरि, ट्याक 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 है। यस्तो छ ल, जे छ बाबाले छ है त। ल यस्तो छ है। यहाँ तपाईँहरू किन्न मन लाग्यो आउन सक्नुहुन्छ। यो चाहिँ अघि नै हामीले खाजा खाएर गएको ठाउँ। बेस्ट खाजा पाउँछ यहाँ, 12 स्पेसल, 12 मात्रै पाउँछ यहाँ। दामी छ ल। अब हामी यता होइन, अब यता जान्छौँ है त। यस्तो छ ल, सब बबाल बबालै छ ल। सास पर्न लागिरहेछ एकदम, मौसम पनि चिसो चिसो छ एकदम। अब हामी यहाँबाट जान्छौँ यता अगाडि है त। यहाँ चाहिँ यस्तो छ यहाँको यो चाहिँ ल है। यो चाहिँ भक्तपुर दरबार स्क्वायर हो है। यहाँभित्र सङ्ग्रहालय पनि छ। ठ्याक्क घाम पऱ्यो है, क्यामेरा त्यति राम्रो आएको छैन। लु यहाँबाट चाहिँ यसरी हेर्दाखेरि चाहिँ यस्तो छ ल है साथी। ल यहाँ चाहिँ यस्तो छ फेरि, यहाँ फोटो खिच्दा उयो चाहिँ जो आउँछ नि, यहाँ एउटा क्लिकको फोटो चाहिँ खिचिहाल्छन् है त यहाँनिर। यस्तो छ है। ल है साथीहरू, हामी चाहिँ यता माथि पाँचतले मन्दिर कटेर चाहिँ दरबार स्क्वायरतिर आइरहेको छौँ घुम्नलाई। यहाँ चाहिँ त्यही हो, बबालै भ्यू छ ल। यहाँ पछाडि सिंहको मूर्ति छ होइन, त्यहाँको त्यहाँ फोटो खिच्न मिल्छ। माथि यो ढुङ्गै ढुङ्गाको मन्दिर, यो पनि ढुङ्गै ढुङ्गाको मन्दिर छ है त यतातिर। त्यही हो, हाम्रो पछाडितिर चाहिँ यस्तो छ ल, बबालै छ है, बबालै छ। सबले हेरिदिनु होला, माया गरिदिनु होला है त। ल ठिक छ ल। यहाँ चाहिँ यस्तो छ कि यो खै के को लागि बनाएको है, बबालै छ ल। यस्तो छ यतातिर पनि। अब हामी यता जाँदैछौँ फेरि। यो जता हेऱ्यो त्यतै हेरु छ है। यो चाहिँ मलाई सबसे मनपर्ने यहाँको है। यहाँ ठ्याक्क घाम पर्दो रहेछ, क्यामेरा राम्रो आएन यहाँतिर यो है। यस जता हेऱ्यो नि उस्तै उस्तै खालको छ, कुनै कुनै चाहिँ यस्तो छ ल। यो चाहिँ हामी पछाडिबाट आएको, घुम्दै आएको भयो। अब हामी अगाडि जान्छौँ है त।
भनेर चाहिँ अब के हो यस्तो है हामीले डेन्जर छ ल यहाँ अगाडि यस्तो भयो यतातिर पनि छ ल यसको पछाडितिर चाहिँ यस्तो छ भाइ बाबाले छैन त साथीहरू ल है त यहाँ छ तपाईँहरूले हेरेर मनोरञ्जन लिइरहनु भयो होला भन्ने आशा राखेको छु ल यस्तो छ अब यहाँको चाहिँ हामी यताबाट बनाउँछौँ है त भिडियो ल काम परिरहेछ ठ्याक्क म अहिले उल्टोबाट बनाउँछु होला भिडियो है त हामी चाहिँ अब घुमेको लगभग क्लासतिर आइसकेका छौँ है यो पछाडिको देखिरहेको ठ्याक्क बाहुबली फिल्मको सुटिङ गरेको जस्तै छ है त यहाँनिर चाहिँ यस्तो छ पछाडि घुम्ने ढुङ्गाको मन्दिर हो घुम्ने ढुङ्गाको मन्दिर बनाएको छ होइन सबले हेरिदिनु होला यही हो साथीहरू भक्तपुर दरबार स्क्वायर अब तपाईँहरू कतिपय प्रत्यक्ष घुम्नु भएको छ ठिकै छ तर घुम्नु नआउनु भएको छ नि सायद तपाईँहरूले हेरेर मनोरञ्जन लिनुभएको होला भन्ने आफू इच्छा राखेको छु है सबैजनालाई मेरो भिडियोहरू हेरिदिनु होला धन्यवाद।